त फेरि पनि तपाईहरुलाई स्वागत गर्नु चाहे। हेर्नुस् न, आज त ज्याकेट लगाइरहेको छु। हामी लेकपट्टि जाँदैछौँ कि त्यसले गर्दाखेरि आज हामी माथि तिमी तर्फ लाग्दैछौँ। मरौमा पनि निस्किनु पर्ने, अन्त त्यसले गर्दाखेरि चाहिँ हाम्रो साथीको यहाँ गाउँलेको पापा बित्नु भएको छ। अनि हामी अब त्यहाँनिर पनि जाँदैछौँ र के हुन्छ कसो हुन्छ सबै भिडियो चाहिँ हेर्नुहोस् होला है। ल त अब हामी चाहिँ तिमी तारको 1 नम्बर मुनि आइपुग्यौँ। पहिला मैले कमलालाई यहाँबाट टिपिदिएको नि, यहाँबाट भगाइदिएको नि मान्छेलाई। यहाँसम्म आएको थियो 22 भित्रबाट मलाई भेट्नु र जानुको लागि भेट्नु पऱ्यो रे। अब त्यो चाट बगान अहिले हरियाली छ। ऱ्याम इन्जिन लागेको छ उ आइपुगेको छौँ तिमी तारको। यहाँ गाउँ दाजुले 1 क्यारेट टमाटर चाहिँ मरौ घरमा। इन्द्राणी पनि लागिरहेछ। ल यहाँ त घर पो बनिसकेछ त, कसको हो? ल डोनको घरमा त्यस्तो भइसकेछ। अनि कसले बनाउँदैछ भाइ यहाँ? ए रमाइलो छ, रमाइलो तिमी तारको। होस् बेना, के छ खबर? टेरीको आम्मा वासिङ मेसिन। ल ठिक छ त, दामी हो अन्त। त ल अहिले भेटौँ। आमाले हेरिरहनु भएको रहेछ परबाट हामीलाई। ए आमा नमस्कार। बत्ती छैन क्या आमा? बत्ती छैन क्या हो? लागि चिया बनाउनु हुँदैछ। धेरै दिनको बादमा आएको आज घरमा बनाउनु हुँदैछ चिया। धेरै दिनको बादमा चिया, ब्ल्याक टी दामी हुन्छ नि हौ। हाम्रो अफिसको माथि पक्रिदिने थियो अन्त हाम्रो क्रिस्टिना पनि के गर्छ बहिनीले त्यो पुलिस केटीको जिउहरू छाम्नु नदिएको उता किनेको थिएछ र त्यही त बोलाइहालेर छाम्ने हुँदाखेरि भरे फोन नम्बर बाजे निकाल्नु न। अब चाहिँ हामी सुत्न लागिरहेको छौँ र धेरै दिनको बादमा टिभी हेर्दैछु। ए टिभी त आजकल त मान्छेहरूले हेर्दैन पनि प्रायः जस्तो। अन्त आज चाहिँ यहाँ टिभी हेरेर हुँदैछ, टिभी हेर्दै नै सुत्दैछु। काम गर्दैछ, आमाले झाडु लगाउँदैछ। टुमरोको मर्निङ टाइममा हामी खाना खान लागिरहेका छौँ। उहाँले पनि खाना खानुहुँदैछ हो। ल कमलाले पस्किँदैछ ड्याङ्की ड्याङ। लसुनको अचारसँग सुप पनि आयो हो।
लु त अब लिए त लसुनको अचार बनाऊ अब चाहिँ हामी घरतर्फ लाग्नु आँटेको यहाँ चाहिँ मौसम अलिक खराब छ यस्तो भइरहेछ यो पानी पर्दैछ झिम 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 सुतेर उठेको भन्नु न सुतेर उठेको भने त अन्त ल चाहिँ हामी लाग्ने आमाले पनि बिदा माग्नुपर्छ हुन्छ आमा गएको ल अब नि घाम पुरा लागेपछि आइहाल्छु म उयो घर सफा गरेर ब्ल्याङ्केटहरू धुनु हो घाम कहिले लाग्छ अब लाग्छ हेमा घाम दसैँको घाम लाग्छ नि सेप्टेम्बर ए अगस्त सेप्टेम्बरमा होला नि अब सर्फ लिएर आउँछु हो अन्त उयो के भन्छ ग्यास नदेखेपछि ग्यास अब पाइहाल्यो भने भोरेर जहीँलाई एक दिन पठाउ दसैँको लागि फेरि भर्नु पर्ने है दसैँको लागि फेरि भर्नु पर्ने लगाएको आमा हवस् हवस् यता हेर्नु नि रिस उठेको यता हेर्नु नि रिस उठेको मेरो क्यामेरा आउने क्या हामी घर जाँदै गर्दाखेरि चाहिँ यहाँनिर मुनि चाहिँ प्रीतिकाहरूकोमा चाहिँ यहाँ जुलपी पोल्दो रहेछ राकेश ल्याउनु आएको कति प्लेट सिधाइसक्यो हो सातवटा खाँदा सुगरको डर ल कान्छी दिदी यो पनि एउटा के भन्छ होला सिप हो नि मैले पोलेको चाहिँ सबै बिग्रियो नि हेर्नुहोस् न म आफू कहिले पोल्दिनँ मैले पोलेको फर्स्ट टाइम होइन सबै बिग्रियो मैले यत्रो सामानहरू नोक्सान गऱ्यो मलाई दुःख लागिरहेको छ तर ट्राई चाहिँ गर्ने राम्रो बनाउनु खोजेको थिएँ तर भएन त्यसमा अब सरी होइन हेर्नुहोस् न यत्रो बिग्रियो अर्को पालि चाहिँ म पुरा सिक्छु पोल्छु अब म चाहिँ सब बिग्रियो फर्स्टमा अघि ट्राई गरेँ भएछ त अन्त झन्डै लड्यो त अन्त अलिकति आएन नि भिडियोमा आएन नि नानाहरू पनि आउनु हुँदैछ हौ नाना हुन्छ अहिले भेटौँ जय मसी भेना जय मसी यताबाट पाल्नुहोस् है अगाडि हुन्छ जय मसी आउनुहोस् है हुन्छ